सबैजनालाई नमस्ते। मैले चाहिँ अस्ति आफूमा घटेको घटनालाई चाहिँ सोशल मिडियामा प्रस्तुत गरेको थिएँ। आज चाहिँ म आफै भन्न चाहन्छु। सबैजनालाई नमस्ते। मैले चाहिँ अस्ति आफूमा घटेको घटनालाई चाहिँ सोशल मिडियामा प्रस्तुत गरेको थिएँ। आज चाहिँ म आफै भन्न चाहन्छु। तर मलाई सोशल मिडियामा आउनु कुनै रहर थिएन। यो मेरो बाध्यतावश म सोशल मिडियामा आएर आफ्नो आवाज उठाउनमा बाध्य भएको हो। मान्छेमा एउटा अत्याचार गर्नको पनि सीमा हुन्छ मान्छेले। त्यही भएर म चाहिँ यो समाज समक्ष देखाउन चाहन्छु यतिसम्म पनि मान्छे हुन सक्छन् भनेर। अहिले चाहिँ नेपालमा के छ भनेपछि विदेश नजाने कुनै पनि हुँदैन। भोलि यो घटना अरूमा पनि दोहोरिन सक्छ हैन। कसैले त भोकिरहेको पनि होलान्। तर मेरो तर्फबाट ममा कस्तो घटना घट्यो भन्ने बारेमा म प्रष्ट सबै कुरा चाहिँ म सुरुदेखि चाहिँ मेरो यो माया प्रेमदेखि लिएर यो अहिलेसम्मको यो स्थिति कसरी पुग्यो भन्ने कुरा म हजुर समक्ष सबैलाई यो यहीबाट सोशल मिडिया थ्रु सबैलाई जानकारी गर्न चाहन्छु। पाकिस्तानी के भइसक्यो, उसको त्यो जुन मोबाइल किनिदिएछ, वाचेसहरू किनिदिएछ, त्यो नयाँ नयाँ लुगाहरू किनिदिएछ, सबै त्यो पाकिस्तानीले किनिदिएको, एभ्री कुरा पाकिस्तानीले किनिदिएको। मैले भनेको बरु नमस्ते, मेरो नाम चाहिँ रश्मि पनेरू। अहिले हजुरहरूले मेरो भिडियो फोटो चाहिँ म यहाँ अमेरिकामा केटासँग लिभिङ टुगेदरमा बसिरहेको छु। त्यो पाकिस्तानी केटासँग यहाँ हामी दुईजना सँगै अपार्टमेन्टमा बसिरहेछौँ भन्ने कुरा छ, जो कुरा सत्य होइन। यदि जसले भन्दैछ भनिरहेको छ जो मान्छेले हामी यहाँ सँगै बसिरहेछौँ भनेर, त्यो मान्छेलाई प्रुफ माग्नुहोस्। यदि त्यो मान्छेसँग प्रुफ छैन भनेपछि म दिन्छु हजुरहरूलाई प्रुफ। मसँग छ, हरेक महिना मैले रेन्ट पे गरेको मसँग सबुत छ। म यहाँ एउटा सानो अपार्टमेन्टमा हामीहरू कसरी स्ट्रगल गरेर